दिवस भनेको चाहिँ दिन हो नि त होइन। दिवस भनेको चाहिँ दिन हो। जस्तै आमा दिवस, बाबु दिवस भन्दाखेरि चाहिँ अलिकति सजिलो हुन्छ। तर पास्टर दिवस भन्दा चाहिँ पास्टर व्यक्तिको नामलाई यहाँ उच्चारण गरेको हुँदाखेरि पास्टर्स डे भनेर हामीले अङ्ग्रेजीमा भनिराखेको छौँ। समयको छोटो अवधिभित्र मिरिक ब्रान्चले यति ठुलो भव्य सेवकाईलाई गर्नको निम्ति उहाँले साँच्चै नै जमर्को कस्नुभयो अनि यो सराहनीय छ। र पास्टर्स डे अक्टोबर 2nd विकको आइतबारको दिन यसलाई पास्टर डे भनेर घोषणा गरिएको 1992 मा, जसको नाम जेरी फेरियर भन्ने व्यक्ति हो, जसले चाहिँ हाम्रो पास्टर्सहरूको पनि एउटा पास्टर्सहरूले आदर र सम्मान पाउने छुट्टै एउटा विशेष दिन हुनुपर्छ भनिकन उनले 1992 देखि सुरु गर्नुभएको रहेछ यसको इतिहासलाई हामीले हेर्दै गर्दा। तर अहिले यस्ता थुप्रै दिवसहरूभित्र, यस्ता थुप्रै दिनहरूभित्र विडम्बनाका मायाहरू हामी देख्न सक्छौँ। धेरै माया र प्रेमहरू विडम्बनाका छन्। मदर्स डेमा कहिले माया नपाउने आमाहरूले सेल्फीमा आफू फेमस हुनको लागि मात्र, फेसबुकमा आफू फेमस हुनको लागि मात्र आमालाई माया गर्ने टोपल छ। फेरि त्यो माया आमाले विडम्बनाको माया पाउनको लागि त्यो अर्को 1 वर्ष कुर्नुपर्छ, उसले अर्को 1 वर्ष पर्खिनुपर्छ। बाबुहरूले छोराछोरीबाट माया नपाएका बाबुहरूले छोराछोरीको माया पाउन फेरि पनि फादर्स डे पर्खिनुपर्छ। सायद कतै हामी भित्र पनि पास्टर्सहरूले मण्डलीबाट माया र प्रेम पाउनलाई त्यस्तै दिवसहरू त पर्खिनु पर्ने दिन होइन, त्यस्तै समयहरू त पर्खिनु पर्ने समय आउँदैन भन्ने मलाई कता भित्रबाट चिसो लागिराखेको छ। परमेश्वरको वचन एफएसी 6 अध्यायको 1 पदले भन्दछ, प्रभुमा आफ्नो आमा बाबुलाई, हे छोराछोरी हो प्रभुमा आफ्नो आमा बाबुलाई आदर गर। म फेरि पनि भन्छु तिमीले आफ्नो आमा बाबुलाई आदर गर, किनकि यो प्रतिज्ञा सहितको पहिलो भक्ति हो र पृथ्वीमा तिमी दीर्घायु भएर जिउनेछौ।